नेपाल र भारतको आसाम बीचको सम्बन्ध जोड्दै सांगीतिक इतिहासमा नयाँ चित्र कोर्दै टिम प्रमोदबाट आउँदै हुनुहुन्छ। प्लिज पुट योर ह्यान्ड्स टुगेदर फर सुरेखा छेत्री। घर मिस भएको चाहिँ पर्फर्मेन्समा नदेखियोस्। मैले भोइसमै मनाइरहेको छु सबै तिहार। यहाँ एउटा बेग्लै छुट्टै एउटा परिवार भइसकेको छ। अरु गर्ने कोसिस गर्छु र सबैको आशीर्वाद मलाई यसैले दिइराख्नुहोस्। ओइ थाप मारी ढोइलो ओइ खालो रे सेगेलियो ओइ जाप मारी पलाल्यो सेगा ओइ जाप मारी पलाल्यो सेगा ओइ हात मेली नपालु ओइ तोबारे बारी रे ओइ पोका खुमोतिरा टेंगा सुरेखा छेत्री गुवाहाटी आसामबाट हुनुहुन्छ यहाँ।
आज कस्तो राम्रो देखिरहनु भएको थ्याङ्क यू सो मच। आसामको ड्रेस हो भेरी ब्युटिफुल। कोच सनुप के भन्न चाहनुहुन्छ यो प्रस्तुतिलाई लिएर? सुरेखालाई ओसिनले ब्युटिफुल भनिदिइसक्यो। जुन किसिमको ब्लेन्ड भएको छ आज म्युजिक अनि ड्रेस कोडको, विच इज अलरेडी भेरी ब्युटिफुल। सङ एकदमै राम्रो सङ, एकदमै मिठो गायो सुरेखाले, एकदमै मिठो गायो। इज डन हर जब भेरी वेल। कोच प्रमोद, आज सुरेखाको यो प्रस्तुतिसँग कतिको सेटिस्फाइड हुनुहुन्छ? ओसिनले भने जस्तो सम्बन्ध मजाले कोरेको छ। आज दुईटा चिज, अखमिया पार्ट पनि छ, नेपाली भर्सन गीत छ, कोरियोग्राफी नेप्लिज ड्रेस छ, सुरेखाले अखमिया ड्रेस लगाएको छ। यति राम्रो ब्लेन्ड भएको छ, यति राम्रो मिक्स भएको छ र यो प्र्याक्टिसमा जुन छ सुरेखाले आज त्यसलाई थपेर अझै मजबुत तरिकाले प्रेजेन्ट गरेको छ र यो एउटा मेलोडी, एकदमै मेलोडी भएको गीत सुरेश दाईको कम्पोजिसन, त्यो पनि यस्तो पर्फर्म गरेर यो स्टेजमा सुरेखा प्रत्येक दिन तुमी धुम धुम मचाइदिला, बुम बुम। थ्याङ्क यू सो मच। द भोइस अफ नेपालको लाइभ शोको आजको यो दिनमा पहिलो पर्फर्मेन्सको सँगसँगै सुरेखाले गुवाहाटी आसामलाई द भोइस अफ नेपालमा रिप्रेजेन्ट गर्दै हुनुहुन्छ। यदि कोचले सेभ गर्नु भएन र उहाँ भोटिङमा जानुभयो भने उहाँको भोटिङ कोड रहेको छ 2 and 828। भोटिङ डिटेल्स अगाडि स्क्रिनमा देख्न सक्नुहुन्छ अनि भोटिङ लाइन्स नेपाली समय अनुसार भोलि मध्याह 12 बजेसम्म मात्र खुला रहनेछ। धन्यवाद।